घुँडा दुख्ने समस्या बिरामी यो जुन हाम्रो क्लिनिकमा उपचार गर्न आउनु भएको छ उहाँलाई धेरै नै त्यो घुँडाको समस्या हुनुको साथै उहाँको एक्सरे अनुसार हड्डीको जुन कोन्डाइल भन्छ गेडीहरू त्यो खिएर गइकन पनि गेडीको चाहिँ जुन एक आपसमा जुन थाई र खुट्टाको त्यो खाली ठाउँ समेत कम भएको चाहिँ छ। तपाईँलाई घुँडा दुखेको कति भयो? मेरो भयो 20 वर्ष। अनि घुँडा दुख्दाखेरि के हुन्थ्यो र घुँडा कस्तो अवस्थामा चाहिँ भएको थियो? 20 वर्ष जस्तो भयो दुख्या। अब के अरे हिँड्न नहुने, दुख्ने, पोल्ने, उकालो ओह्रालो हिँड्यो भने बत्थ्यो हड्डी, खट्याक 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 गर्थ्यो। कति उपचार गरे भएन। यहाँ आएपछि चाहिँ अहिले राम्रो छ। बाङ्गो हिँड्नै नहुने, टेक्न नहुने थियो, अब अहिले सिधा राम्रो छ। दुख्न नि त्यति छैन, न त बस्दा नि दुख्ने, हिँड्दा नि दुख्ने। अहिले चाहिँ राम्रो छ धेरै।